कोनिचिवा लेसन 3 को रेन्सियोसी को साथमा तपाईहरुलाई आज गुड न्यूज पनि रहेको छ। एन्जल बुटोलको टिकटक आइडीबाट यान 5 र यान 4 लेभलको खान्जीको लाइभ क्लास हुन गइरहेको छ। आज अथवा भोलिदेखि साँझमा हुन्छ। त्यसको साथै एन्जल बुटोलले तपाईहरुको लागि यान 5 लेभलको फ्री अनलाइन क्लास पनि सञ्चालन गर्न गइरहेको छ। आफ्नो साथीभाइहरु भाइबहिनीहरु हुनुहुन्छ भने यो भिडियो शेयर गर्न सक्नुहुन्छ। लाइभ क्लास पढाउँदाखेरि चाहिँ यान 5 को 10 लेसन देखि 25 लेसनसम्म पढाइ हुनेछ है। हाम्रो 0 लेभल देखि चाहिँ होइन, लेसन 10 देखि लेसन 25 सम्म हुन्छ। अथवा त्यो भन्दा अगाडि कुनै कन्फ्युजन छ स्टुडेन्टहरुलाई भनेदेखि त्यो पनि हामीले त्यो क्लासमा कभर गर्ने छौं। समयमै नाम चाहिँ टिपाएर राख्नु होला है। अब सुरु गरौँ। दुई जना कन्भर्सेसन गरेको छ, हाम्रो पिक्चरबाट क्लियर हुन्छ। सुमिमासेन तोइरे वा दोको देशका कृपया टोयलेट कहाँ हो, कहाँ छ भनिदिनुस् भन्न खोजेको छ। आशोको देश ऊ त्यहाँ छ, ऊ टाढा छ नि त, त्यही भएर आशोको देश भनेको छ। दौमो धन्यवाद। अब हाम्रो यो पिक्चरबाट पनि त्यही नै हो। अनि हामीले फेर्नु पर्ने भनेको यो अन्डरलाइनको मात्र, अरु केही पनि चेन्ज गर्नु पर्दैन है। अब यहाँ चाहिँ के देखाएको छ त, एलिभेटर देखाएको छ। सुमिमासेन इरेबेता वा दोको देशका एलिभेटर कहाँ छ। अब यहाँ अर्को पिक्चरमा चाहिँ झोलाको खाबान उरिबा भनेर यही लेखेको छ। झोलाको डिपार्टमेन्ट कहाँ छ भनेर सोध्ने हो। सुमिमासेन खाबान उरिबा वा दोको देशका खाबान झोलाको उरिबा डिपार्टमेन्ट चाहिँ कहाँ छ भनेको छ। अब अर्को चाहिँ दुई नम्बरमा हेरौँ। ए र बी कन्भर्सेसन गरेका छन्। ओ कुनी वा दोचिरा देशका देश कतातिर हो। यो कुनी भनेको त देश हो, अगाडि यो ओ किन राखेको भन्दा पोलाइट बनाउन है, एकदमै पोलाइट बनाउन, विनम्र बनाउनको लागि चाहिँ यो ओ को प्रयोग गरिएको छ। देश कतातिर हो, थाई देश, थाइल्यान्ड हो। उची वा दोचिरा देशका घर कहाँ हो, बान्कोको देश, सो देशका हो र भनेको छ। अब हामीलाई यहाँ पनि त्यस्तै नै देशको नै सोधेको छ। खाली ठाउँमा मात्र फेर्ने, खाली ठाउँमा यहाँ ताईको ठाउँमा चाहिँ दोइचु लेख्ने, दोइचु लेखिदिएको छ। अनि घर कहाँ हो त भन्दाखेरि यहाँ के लेखेको छ त, बेरुरिन। बेरुरिन भनेको बेर्लिन, यो जर्मनको, दोइचु भनेको जर्मन हो, जर्मनको राजधानी हो है यो। अर्को चाहिँ हाम्रो यो खाली ठाउँमा के लेख्ने त, इन्डोनेसिया लेख्ने, इन्डोनेसिया। अनि त्यसपछि तलपट्टि घर कहाँ हो त भन्दाखेरि ज्याकार्ता भनेको छ, ज्याकार्ता देश भनेर लेख्ने छ काताकानामा है। अब अर्को 3 नम्बर सान बनेर सुमिमासेन कोरे वा दोकोनो कोही देशका माफ गर्नु होला, यो कहाँको कफी हो भनेको छ है। दोकोनो भनेको कहाँको, इन्डोनेसियानो देश, इन्डोनेसियाको हो। यो नो भनेको छ नि, यसले को भन्ने अर्थ दिन्छ। इकुरा देशका कति हो, रोप्याकु एन 600 हो। अब यहाँ पनि त्यस्तै छ। यहाँ चाहिँ के देखाएको छ, टाई देखाएको छ। अब हेरियो खाली ठाउँमा चाहिँ अब हामीले टाई लेख्नु पर्यो। कोरेवा दोकोनो नेकुताई देशका कहाँको टाई हो भनेको छ। अब एन्सरमा चाहिँ हाम्रो यहाँ कहाँको रहेछ, इटालियाको है। इटालियानो देश इटालीको हो। अब इकुरा देशका कति हो त भन्दा यहाँ लेखेको छ 7300 लेखेको छ। नानासेन सानब्याकु एन देश। यतापट्टि के देखाएको छ त, घडी देखाएको छ। कोरेवा दोकोनो तोकेई देशका, यो चाहिँ कहाँको घडी हो, कहाँको रहेछ त, स्विसु देश, स्विसुको हो भन्ने। अनि पैसा कति छ त यहाँ 1,88,000 छ। अब यो कसरी जान्ने त हजुरहरु सिकिसक्नु भएको छ कि छैन। यो 4 वटा नम्बर भन्दा अगाडि आएको चाहिँ मान हुन्छ है। 18 चाहिँ मान, 18 मान भयो भनेको जिउ हाची मान। अनि यो 8000 लाई के भन्छ त, हासेन है। जिउ हाची मान हासेन एन देश है। यति गरेपछि सकिन्छ। हजुरले नम्बरमा पनि कन्फ्युजन छ भने एक्चुअली नम्बर चाहिँ के गर्दैन, पछाडिको नम्बर 4 वटा भन्दा अगाडि आएको चाहिँ मान हुन्छ, ख्याल गर्नु होला। अनि त्यसपछि यो 4 वटा डिजिटमा भएको चाहिँ सेन हुन्छ, त्यसपछि ह्याको हुन्छ है। आजको लागि चाहिँ यति नै।